ल गाइज अहिले चाहिँ हामी ठ्याक्कै गोर्खा जिल्लाको पालङटार नगरपालिका स्थित यो भाइरल चौतारा अरे चौर भाइरल चौर अहिलेको चाहिँ भाइरल चौर होइन। यो चाहिँ हाम्रो डुम्रेदेखि अलिकति अगाडि काठमाडौँतर्फ गएपछि विमल नगर आउँछ। विमलबाट अलिकति अगाडि यो नयाँ पुल भन्ने ठाउँ छ। नयाँ पुलबाट ठ्याक्कै पारी पुल तरेर पारी जाने हो होइन। यो ठाउँ चाहिँ पृथ्वी हाइवेबाट ठ्याक्कै उत्तरतर्फ पर्छ होइन नयाँ पुलबाट चाहिँ। अनि यहाँबाट चाहिँ यस्तो छ भ्यू चाहिँ होइन यो चौरको चाहिँ ल्याखेन केही पनि। यहाँ चाहिँ अहिले झन्डा पनि स्थापित गरिसकेका रहेछन् होइन। यो खोला चाहिँ मर्स्याङ्दी नदी हो। मर्स्याङ्दी नदी यो पारी चाहिँ तनहुँ जिल्ला भयो। यो नदीसँगै हिँडिरहेको चाहिँ यो माथिको पृथ्वी राजमार्ग पनि हो होइन। यहाँ यस्तो छ। यो चाहिँ चौर अहिलेको भाइरल जे होस् मान्छे चाहिँ बिगी नै छ टन्नै छन्। बिगी भन्ने के भन्छ यसलाई जस टन्नै छन् मान्छे चाहिँ। यो अझै चौरको झारहरू पनि धेरै मरिसकेको छ। यो मान्छे धेरै भएपछि अफकोर्स उन्नै भइहाल्छ होइन झारहरू त। अब यसलाई अझै व्यवस्थित र आकर्षक रूपमा चाहिँ यो केही छिनको लागि भाइरल मात्र नभइकन पानी अहिले खानियो छोरी भाइरल केही छिनको लागि मात्रै भाइरल नबनाइकन चाहिँ पर्यटनीय गन्तव्यको स्थलमा पर्यटनीय गन्तव्यको स्थल के अरे स्थापित गर्न सकियो भने चाहिँ अझ राम्रो हुने थियो होइन। यो पृथ्वी हाइवेबाट धेरै टाढा नि छैन। अब यहीँ छ पृथ्वी हाइवे चाहिँ खोलापारी ठ्याक्कै हो। तर अलिकति यहाँ सिधै आउन चाहिँ अलि छैन, पुलहरू छैन। हामी नयाँ पुल हुँदै पुल कटेर आउनुपर्ने हुन्छ। यो चाहिँ यस्तो छ ल झन्डा पनि छ होइन। अहिले चाहिँ झन्डा फरफरायो हावाले दामी देखेछ। मान्छे चाहिँ बहुत छन् ल। यहाँ चाहिँ टक्क शीतल ताप्ने अझ बेलुका रमाइलो हुन्छ होला यहाँ त होइन। यस्तो छ ल बेलुका चाहिँ ट्याक्क नदीको हावा सरेर आउँछ होला। अहिले चाहिँ घाम छ गर्मी भइरहेको होइन। शीतल चाहिँ छ ठाउँ बस्नलाई। यो रुखको छारीमा सरेर बसेर आनन्द लिन चाहिँ सकिन्छ अहिले पनि। यस्तो छ ल है त।